हेलो एन्ड वेलकम गाइज वेलकम ब्याक टु माई च्यानल। सबैलाई स्वागत छ मेरो च्यानलमा है। आज चाहिँ म एकदम एक्साइटिङ भिडियो लिएर आइरहेको छु होइन। आज चाहिँ म मेरो साथी प्रवीण नेपालको घर जाँदैछु होइन। अनि तपाईँहरूलाई थाहा छैन भने प्रवीण नेपालले पनि युट्युब च्यानल खोलेको छ, उसलाई पनि सपोर्ट गरिदिनु होला, उसको च्यानल सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला है। अनि आज चाहिँ हामी वर्ल्ड हटेस्ट चिप जोलो चिप्स भन्ने चाहिँ हामी ट्राई गर्न जाँदैछौँ। म चाहिँ अब यहाँबाट प्रवीणको घर जान्छु अनि त्यहाँबाट हामी दुईजना हेर्छौँ त्यो कस्तो रहेछ के रहेछ होइन। मैले नै अहिलेसम्म ट्राई गरेको छैन, सो मलाई चाहिँ एकदम एक्साइटेड छु, म एकदम एक्साइटेड भइरहेछ मलाई होइन। सो हेर्दै जाउँ है त के हुन्छ है त। ठ्याक्कै 12:15 भएछ निस्क्यो अब। सेल्फ बेरिङ सिकेको थिएँ क्या, अनि पछि याद गरेँ सेल्फ बेरिङ सिकेको थिएँ। त्यही पनि अहिलेसम्म वान किक स्टार्ट हो। है त अब नेपालको घर फाट आइसक्यो म होइन। पछाडिबाट हाम्रोतिरबाट जता सर्टकट पर्छ, पुल पनि निकोसेर फाट आएको। यो निकोसेर फाट भनेपछि मलाई एउटा कुरो याद आयो क्या, हाम्रो घरतिरको पहिलाको बुढापाकाहरू हजुरआमाहरू चाहिँ यहाँ निकोसेर फाटमा खोला झरेर घाँस काट्न आउँथ्यो क्या। ल राजा वेलकम ब्याक टु माई च्यानल। सेनामेना बर्थडे लिएर बिस्कुट बाँड्दैछ रहेछ नेपाल होइन। सही हो, डुइङ अ रियली गुड जब। बिस्कुट बाँड्ने भनेको कुकुरलाई होइन सबभन्दा बवाल कुरा हो क्या नेपालमै गर्न सक्ने हामीले, किनभने 20 रुपियाँले कोही भन्यो हुँदैन नि त। बाँकी सब पानी कम है। ल जाउँ। यो ज्याकेट मिस जाडो महिना जान लागिसक्यो, ज्याकेटै लाउनु पाएन। बिहाइन्ड द सिन द यो चाहिँ नेपाल हिरो हुँदैछ होइन सिटको लागि होइन। यहाँ चाहिँ हाम्रो आइटम छ, मेन आइटम चाहिँ यो है जोलो चिप्स। जोलो चिप्स यस्तो भेजा कुरा लेखेको छ होइन यहाँ। लास्टको चाहिँ द रोड टु हेल विल बी इजी आफ्टर दिस। म यो सब खिचेर हालिदिन्छु के लेखेको छ। अब अलमोस्ट रेडी होइन। 28 mg क्या सोडियम। वाइल धेरै थियो भने धेरै हो नि। ल है त अब चाहिँ हामी फाइनल्ली समय पर्खाएको घडी सिद्धियो फाइनल्ली। अब हामी ट्राई गर्छौँ होइन। नेपाली ट्राइपोडमा त हालिसक्यो होइन, म नि हाल्छु होइन। ल है त हेरौँ अब के हुन्छ। नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल स्मिथ चिल वाइल्ड लाइफ। आज चाहिँ एउटा नयाँ टपिक लिएर आएको छौँ हामी। टपिक छ जोलो चिप। ओके कम अन मिस्टर ब्रो मेरो साथी, उसको पनि छ युट्युब च्यानल मिस्टर ब्रोको नाममा। थ्याङ्क्स फर इन्भाइटिङ मी फर दामी कन्टेन्ट होइन, एकदम बवाल लाग्यो मलाई यो। सकिन्छ त, सक्नै पर्यो नि, खानै पर्यो होइन। जोलो चिप छ, कसमा पुगाले हामीसँग बदाम, आइसक्रिम, स्ट्रबेरी, मिठो चिज पनि छ। अनि हार्नेलाई रहेको पनि छ है, टाउकोमा हाल्ने खाने खाने हो नि। अनि जित्नेलाई छ 1 2 3 4 5,000 क्यास। रुल चाहिँ भन्नु नि त, जित्ने र हार्ने कसरी हुन्छ यसमा? अब यस्तो हो है, यहाँ के खाम होइन, खाएको 5 मिनटसम्म त्यही हो, बुझ्यौ नि। खाएको 5 मिनटसम्म केही खानु मिलेन, तिमीले खायो भने मैले जितेँ। पानी पनि खानु मिलेन होइन। तिम्रो इच्छा खाने भए खाऊ, म त हार्यो होइन 5,000। त्यसलाई सुरु गर्छौँ अब हामी, अनबक्सिङ गर्छौँ यसलाई है। अनबक्सिङ हान्दिउँ है त। हेर्दै डर लाग्दो छ। You know what it mean? ओ बाप रे, के लेखेको छ यहाँ? म भन्छ है, सर्ट टर्म लस अफ स्पिच, माउथ अन फायर। OMG. Can you handle this deadly chip? Yes, I can.
है ल एनी लास्ट वर्ड रे क्या अब केही भन्नु मन छ तिमीलाई अन्तिम यति भन्छु म के बोल्दिनँ म भनिसकेँ मेरो चाहिँ हिँड्दै डरलाग्दो छ अब। एकदमै खोर्सानीको ढिको जस्तो लाग्यो मलाई निस्किहाल ओइ यसरी है दुइटै एकचोटि हान्ने हो एउटै पिस हो यस्तो हुँदो रहेछ पिस ट्रायङ्गल छ होइन तर यो हाम्रो भाँच्यो होइन ट्रायङ्गल हुन्छ अब एकैचोटि हान्ने हो ल चेस ल ल खायो है त हामीले रेडी Let's get it. चियर्स सक्छ है पुरो निलो है पुरो निलो कहाँ सकिरहेको छ तिमीले नर्मल बसिरहेको छ त यो 5 मिनट्स टाइम स्टार्ट है तर म सक्छु मलाई थाहा छ तिम्रो चाहिँ वाइल भएर तिम्रो पिरै भएको थिएन भने रियाक्टै गरिरहेको छैन भइरहेछ नि यो त मलाई रियाक्टै गरिरहेको छैन म त अचम्म लाग्यो म डरो पिरो हाल्छ नि मान्छे यार तर यो पिरो हुँदो रहेछ यार पिरो चाहिँ वाइल्डले छ तर म सक्छु मलाई थाहा छ होइन म अरू बेला पनि भात खाँदा 2-3 टा अगाडि इजी खाइदिने मान्छे म सक्छु मलाई फिल भइसक्यो यो च्यालेन्ज म अम्ला त चाट्दैछु सर्ट टर्म लस अफ स्पिच रे म यसलाई पनि म एकछिन नम भानी राजा फ्लप खाइदिन्छु म यसलाई 2 सेकेन्ड त नमै भयो नि 2, 3, 4, 5 चाहिँ मेरै होला 100%। यो आँप चाहिँ मेरो अन्डा चाहिँ उसको हो हेरौँ न हेरौँ म सक्छु जस्तो फिलिङ आइसक्यो त्यस्तो पिरो नि हुँदैन रहेछ भनौँ भने म्याप पिरो छ केही एक दिन पिरो छैन जस्तो लाग्छ फेरि म आज तिम्रो पोलिरहेको थियो क्या उग्र चण्डी गर्मी हुन थाल्यो नि त भित्रबाट ल सर्ट टर्म लस अफ स्पिच रे होइन अरुण यसलाई फ्लप खाइदिनु स्पिच हाल्न तिमी एउटा ल आदरणीय पृथ्वीनारायण शाहको बारेमा बोल 2 शब्द आदरणीय मेरो प्यारो खम्बे भाइ दाइ मेरो भिटेन साथी अनि मेरो वाइल्ड लाइफ साथी प्रवीण नेपाल म अरुण पुरी काँडाघारीबाट प्रतिनिधित्व गर्दै हाम्रो भेट पृथ्वीनारायण शाहको बारेमा 2 शब्द भन्न चाहिरहेको छु मलाई भुल्ली बाटो भइरहेको थियो क्या एकछिन 2-3 सेकेन्ड चाहिँ म नमै भएको थियो नखाने 5,000 जित्नुपर्छ त यार भाइ त्यस्तो पिरो नि छैन आँखा पनि कस्तो भएको छ खोइ आँखा हेर्नु त आँखाले यसको साइन पुरै रातो रातो भएको छ मेरो रातो भएको छ नजाँदा यार त्यसो मैले ढिङ्गरा चाहिँ लाग्यो यार ल कपालमा नछो भन्थ्यो छोइदिन्छु डेटको पिरो हुँदो रहेछ यार आँखामा पऱ्यो भने चाहिँ साइको हुन्छ यो पुरी खाऊ खाऊ चिसो खाऊ चान्सै छैन पुरीको पुरो चण्डी गरम चाहिँ भयो तातो क्या जिउ ढिङ्गरा लाग्यो यार खाऊ खाऊ टेन्सन नले त्यो 5,000 भने तिमीमा म बाँडेर खाउँला अहिले म त दिन्न मान्छे दिनु त 5,000 यहाँ सर्लाक्क सोचेमा त्यो टिस्यु चाहिँ हामीले लिएर बस्नुपर्ने रहेछ क्या हे नाकबाट सिगान चाहिँ चुइन थाल्यो अब यसले बिस्तारै असर देखाउँदो रहेछ ढल्छु कि क्या यार म त यार मेरो त नाकबाट सिगान चाहिँ चुइन थाल्यो मलाई घाँटीदेखि पिरो हुँदा हेरेर चाहिँ खान त मन लागिसक्यो तर 5,000 पो सवाल छ त उठ्न त पाइन्छ नि पाइँदैन यहाँ क्यामेराभित्रै पर्छ सही सुन्दा प्रिन्सिपल जस्तो गर्न थाल्थ्यो भरि स्पिच दियो भन्छ भरि गयो भन्छ उठा ठिक भाइ भुल्न खोजिरहेको छु क्या
त्यही तर पिरो त भेजै रहेछ 4 मिनट भयो है तिनवटा खाइदिन्छु होला म त के ज्वरो राइजानी होइन पिरो हो भनेर भिटोलाई चक्लेट दिनु पढा त एक प्याकेट चोकोमन लिएर आएको थियो एक झोला कोही लिएर केटाहरू नि भन्ने एकदम एक झोला हँसाउँछ भिडियोले हँसाउँछ जस गर्ने अझै पिरो भइरहेको यार जिउमा भिटोलाई चक्लेट लिनु पठाएको एक झोला चोकोमन लिएर आएको थियो त्यहाँ 7वटा त खाइसकेको हुन्थ्यो हेर्नु त्यो 7वटा खाइसक्यो 120 रुपियाँको सरी फालेर पाँच जा कहाँ जान्छ दाइ आज म दिन्छु नि 5 हजार एकछिन अब त्यो खोल्छु नखोल्ने 1 2 3 ओके देखिहाल्नुभयो कम्पिटिसन हाम्रो मिस्टर ब्रोले जित्यो ताली बनाउँ नि साथी हो अब साथी भएर छोड्दै अब मैले साथी भएर छोड्दै अब मेरो साथीलाई किन हराउनु भनेर कहिले यो तिम्रो होइन यो मेरो दिन त मन थिएन दिनै पऱ्यो 1 2 3 4 ल 5,000 अरुणपुरीले जित्यो गर्नु है सक्दैन 1 2 3 4 5 5,000 5,000 5,000 5,000 कहाँ जान्छ पार्टी 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 1,000 त राख्छ म के राख्छु क्या 2000 तिमी राख 3,000 हामी न हैन अझै पिरो भइरहेको यार डन डन डिल डन सक्छ अब उठाउँ न कहाँ अन्डा खानु बाँकी नै छैन सक्यो अब उठाउने म उठाएर हालिदिन्छु है खान्छु पिरो भइरहेको होइन अब अन्डाले गर्छ जे गर्छ अब मैले जितेँ मैले 5,000 पाएँ अब हार्नेलाई नि उसको पुरस्कार त दिनै परिहाल्यो उसको पुरस्कार छ कहाँ छ अन्डा उसलाई खानिदिने रेडी हो आफै खान्छु ल हुँदैन कहाँ फुटाएर मैले हालिदिने नि मुखा आँगा देख्छ क्याकेलार बच्चा खान्छ ओइ हेर ल झार्छु म जोलो जिसको बट्टा कहिले काम लाग्छ ओहो यार अहिले त के कुट्टै लाग्छ त्यो तिमी समाधान नै हो क्याकेलार खोइ यता हेर न क्यामेरातिर यो त बिग्रे अन्डा थियो क्या यार जान्दैन त्यहाँ टर्च बालेर बिग्रिया ल्याउनु पर्ने छ सो ल तिमीले च्यालेन्ज कम्प्लिट गऱ्यो म भएर चाहिँ घन्टा खानै सक्दिन्थ्यो होला वाट खान्थ्यो होला होइन सही होला भिडियो अब हेरि नै हाल्नुभयो तपाईँहरूले अब मिस्टर ब्रोले जित्यो 5,000 मिटर गयो अन्डा मलाई खुवाइदियो अब फलो गर्नु लाइक गर्नु सब्सक्राइब गर्नु यस्तो यस्तो रमाइलो कन्टेन्टहरू अगाडि पनि आउँछ भिडियोमा अब उसको पनि मिस्टर ब्रो च्यानल छ उसलाई पनि सपोर्ट गरिदिनु दुवैजनालाई सपोर्ट गरिदिनु आजको लागि यति नै भयो अर्कोचोटि भेट्छौँ हामी अहिलेको लागि बाई ओके ल सो चिल वाइल्ड लाइफ थ्याङ्क यू फर इन्भाइटिङ मी होइन सो धन्यवाद दामी यस्तै चिल गर्न पाऊँ होइन वाइल्ड पनि गर्नु पाऊँ यो त चिल प्लस वाइल्ड दुइटै भयो होइन अति भयो आइसक्रिम खाँदा चिल भयो जोलो खाँदा वाइल्ड भयो चिल वाइल्ड अन्डा खाँदा चाहिँ के बुझाउनु भयो ल आजलाई यति नै ओके बाई बाई प्याकअप त्यो मैले अन्डा त बिग्रिएको थियो